लाइफ इज ब्युटिफुल। सो अब यसो बहिनीहरूलाई एउटा कुरा सोधिहालौँ है, यो प्राकृतिक सुन्दरतासँग हजुर तपाईँले आफू पनि एकदम स्वयं सुन्दर हुनुहुन्छ है, यो प्राकृतिक सुन्दरतासँग तपाईँले आफ्नो सुन्दरतालाई कसरी व्यक्त गर्नुहुन्छ? कसरी व्यक्त गर्नु? प्राकृतिक सुन्दरता हामीले व्यक्त गर्नै नसकिने कुरा हो होइन, त्यो त। प्राकृतिक आफैमा सुन्दर छ, तपाईँ नै आफूमा स्वयं सुन्दर हुनुहुन्छ र प्राकृतिक सुन्दरतासँगै आफ्नो सुन्दरतालाई तपाईँले चाहिँ कसरी व्यक्त गर्नुहुन्छ भन्न खोजेको मतलब आफ्नो लाइफलाई? आफ्नो लाइफलाई कसरी व्यक्त गर्नु? उस ओके, लाइफ जस्तो छ त्यस्तै व्यक्त गर्ने हो। मी आई मिन टु से लाइफ इज ब्युटिफुल, ह्याप्पी। ओके So happy. ल ल ल लजाएर किन हिँड्नु भएको? जस्ट फर फन। भन्दैन जो सानो ल खै हलो मात्र भनिदिनु न एकचोटि। यस ओके, वेलकम टु धान्द्रुक। धान्द्रुक यस। अनि तपाईँले यो धान्द्रुक हो। यस तपाईँले यो प्राकृतिक सुन्दरतासँग हजुर, आफ्नो सुन्दरतालाई कसरी व्यक्त गर्नुहुन्छ? प्राकृतिक सुन्दरतासँग त आफ्नो सुन्दरता दाज्नै मिलेन नि। मैले तपाईँलाई दाज्नु भनेको होइन कि प्राकृतिक सुन्दरतासँगै तपाईँ आफू पनि सुन्दर हुनु भएकोले आफ्नो सुन्दरतालाई प्राकृतिक सुन्दरतासँग कसरी व्यक्त गर्नुहुन्छ? खै व्यक्त गर्ने शब्दै छैन। प्रकृति सुन्दर छ, म पनि सुन्दर छु, लाइफ सुन्दर छ, लाइफ इज ब्युटिफुल यस। कति राम्रो देखिनु भएको बहिनीहरू त गुरुङ ड्रेसमा त आमा ल ओके ल ल ओके इन्जोय। ल है त ल बहिनीहरू है, ल बहिनी है, ल है सानो कुरा, प्राकृतिक सुन्दरतासँग तपाईँहरूको सुन्दरतालाई आफ्नो विचार व्यक्त गर्नुहोस्। आउनुहोस् बरु म हजुरलाई एउटा राम्रो दृश्य देखाउन चाहन्छु। भन्नुहोस्। हेर्नुहोस् रा राम्रो छ, सुन्दर। ओके ओके, माछा पुच्छ्रे जस्तै सुन्दर छ, माछा पुच्छ्रेमा टिली टिली टल्केको हिउँ जस्तै सुन्दर छ हाम्रो जीवन। हजुर यस तर हामी मान्छेले चाहिँ आफ्नो आफूलाई हेर्ने दृश्य फरक हुन्छ। हजुर त्यही राम्रोसँग हेर्दैन उनीहरूले। यो जिन्दगीमा जे भए पनि हामी आफू स्वयंले आफूलाई राम्रो मान्नुपर्छ, आफू खुसी पोजिटिभ मान्नुपर्छ। रहनुपर्छ यस सधैँ। पोजिटिभ रहनुपर्छ। यस जिन्दगीमा तल माथि त भइहाल्छ तर यस। सधैँभरि दुःख आउँछ सुख आउँछ जान्छन्, हजुर घाम उदाउँछन् अस्ताउँछन्। यस यस है यस, थ्याङ्क यू। आफ्नो जीवनलाई एउटा ब्यालेन्समा लानुपर्छ। कहिलेकाहीँ घुम्न नि हिँड्नुपर्छ, सधैँभरि काम काम भनेर नि हुँदैन। यस गुड, त्यही हो। उच्च विचार हो। हजुर ओके थ्याङ्क यू बहिनी। हजुर